Hey guys, what's up? म चाहिँ आज होइन धेरै लङ टाइम पछि भ्लग बनाइरहेको थिएँ। अब आज हल्का यता रोमानियाको उनेरी पार्कतिर आएको थिएँ होइन। अहिले धेरै लङ टाइम पछि बनाएको भ्लग चाहिँ एउटा हो होइन। यस्तो हेर टक्क मजाले होइन माया माया गर होइन। ल हेर केटा हो यहाँको उनेरी पार्क हेर अब रोमानियाको न हेर एउटा हो टक्क मजा छ। केटाहरू हामी आएको थियो 3-4 जना आएको थियो यस्तो घुम्नलाई। भोलि छुट्टी होइन, भोलि मन्डे यहाँ हुन चाहिँ खास सटरडे र सन्डे छुट्टी हुन्छ। मेरो चाहिँ हामी चाहिँ होटलमा हो, त्यही भएर खासै ट्याक्क टाइममा हुन्न। हामी चाहिँ मन्डेतिर भोलि छुट्टी छ, त्यही भएर आज सन्डे नाइट टक्क आइदिएको। खासै रमाइलो त त्यस्तो छैन, मान्छेहरू त छैन आज धेरै। त्यही भने हाम्रो दोस्त होइन टक्क आएको टक्क लाएर हाम्रो दाइ छ यहाँ फेरि के छ टाइपको हो कि फेरि हामी चाहिँ होइन टक्क घुम्न आएको उनेरी पार्क हेर। मुला रोमानिया युरोपको सेन्जेन अझै होइन सानोतिनो देश होइन हो क्या। कति लाखको तिरेर आएको त यार, सानो देश हो यार होइन। हेर मुला राम्रोसँग Have a look Romania Habibi come to Romania। हेर मुला उनेरी पार्क यहाँ हेर मुला यो भनेको त खतरा खालको पार्क हो। फेरि उनेरी पार्क भनेको त रातिमा त झनै बब्बाल खाले अरे भन्छ खै हाम्रो सूर्य दाइले। के हो कसो हो मलाई थाहा छैन। लाग्छ सूर्य मान्छे खतरावाला हो। अनि के छ केटा हो खाना साना खायो भनेर दिनुहुन्छ कि हजुर खाना त खाएन, दारू खाएन। हजुर नेपालको क्या नेपालको दुबई साउदी कतार बिस्तारै हिँड्दै मर्ला छ क्या नेपालमा जस्तो। टक्क जाम त अब टक्क के अन्त नि यस्तो वरिपरि राउन्ड हान्ने भइहालौँ नत्र भने जाम अब बिस्तारै। अहिले फेरि मेट्रो बन्द हुन्छ। फेरि कति बजिसक्यो 11-12 बज्न लागिसक्यो होइन, 11:30 भइसक्यो। अब अहिले फेरि मेट्रो बन्द हुन्छ, त्यही भएर आउनु त अघि नै आएको। अघि भलक हानु जस्तो लागिरहेको थियो। फेरि हल्का फोनमा चार्ज चाल्दिनु थिएन, एकछिन पावर ब्याङ्कमा चार्ज लगाएर हामी टक्क भ्लग हान्दै भनेर हो। अब यस्तो नयाँ सपोर्ट गरिदिनु सबैले होइन। यस्तो मेरो पार्कको क्यासिनो नि छ कि यहाँ फेरि होइन। क्यासिनो भने के हो थाहा नि छैन फेरि मलाई त, म जान्दैन फेरि त्यस्तो। हाम्रो सूर्य दाइ जान्छ खतरा क्यासिनोतिर जानुपर्छ हो साथी। बेला बेलामा पैसा मात्रै ठुलो कुरा होइन, बेला बेला इन्जोय पनि गर्नुपर्छ है। गर्नुपर्छ फेरि यो भिडियो भाउजूसम्म नपुगोस् हो क्या। भाउसँग पुगे नि केही भएन। यो भिडियो भाउजूसम्म नपुगोस् हो क्या हजुर होइन। के छ अनि गाइजहरू तिमीहरू दारू खायो कि खाएन? दारू खायो कि खाएन? खाएन भने भन है, दारू खायो कि खाएन? खाएन भने भन है। दारू खानु दारू खाएन भने भन है, तेरो त युरोपमा छ हो क्या। क्युआर पठाउनु क्युआर सेवा मोबाइल ब्याङ्किङ के चाहियो भन भाइ हो क्या। चलाएर एक्सिडेन्ट भयो पनि देख्दैन। एक्सिडेन्ट भयो नि अस्ति देखायो त गाडी कुच्चेको पुरै। अभी नि के देख्नुपर्छ फुटे हाले क्या के देख्नुपर्छ दुलो परेको कामले हो क्या।
अबि त्यहाँ हेरौँ न के देख्नुपर्छ दुलो परेको कामले मिठाई खाऊँ न यार ए मिठाई के हो र मिठाई किन्ने अनि खोल्टीमा राख्ने किन्ने हो र खोला त साथी यार तिमी त खोल्नमा हप्पिस छ अरे प्लास्टिक त हप्पिस हो नि यस्तो खोल्नु प्लास्टिक खोल्नमा हप्पिस छ यो स्नुकर गाइस तिमीलाई देखाएको छ तिमीलाई थाहा छ खाएको छैन होला देखाएको देखाएको छ यो के हो थाहा नाम पढ्न आउँछ क्या नाम सुनिएको छ नाम सुनिएको छ देखा त छैन होला बिचरा के नाम सुनिएको छ भन्ने हो क्या हामी चाहिँ अब मेट्रो स्टेसनतिर हिँडेको होइन टक्क अब चाहिँ रुम जानुपर्छ भन्ने चाहिँ हाम्रो प्लान हो कि छुट्टी भयो नि रुम चाहिँ गएर सुतौँ भन्ने खालको प्लान हो रुम गएन भने गाह्रो पर्छ भन्ने टाइपको भयो कि यहाँ हामी फेरि अब अलि बस्नुहुन्थ्यो होइन हामी फेरि अलि लाटो सिधा पर्कियो बेलैमा रुम हिँडिन्छ कि 12 बजीसम्म भयो नि भन्ने टाइपको भयो यहाँ अब अहिले सेतो साँपले देख्ने बित्तिकै डर लाग्छ यो दाइलाई त झन् यो दाइ झन् गोरो छ सर्लक्कै सेतो मुन्छे पेन्टिन सेटै लगाइदिए हुन्छ नि गाह्रो परेन नि समस्या त्यो पऱ्यो कि मेट्रो चल्दै हुन्थ्यो नत्र फेरि बाहिर निस्किनुपर्छ एयरपोर्ट गर्न रोमनियनहरू त हिँड्न चाहिँ बब्बाल हिँड्ने हो यार कति फास्ट हिँड्ने यार यिनीहरू हम चाहिँ मेट्रो स्टेसन आयो यहाँको कि बाहिर उनीहरूको मेट्रो स्टेसन यहाँ चाहिँ अब कार्ड हाल्नुपर्छ ओके थ्याङ्क यू muito mas ल ल खै त कहाँ छ त यही होइन हामी जाने बस्त्रप ए बस्त्रप भनेको फेरि उताको चढेला र दिमाग खराब होला नि फेरि यहीबाट आएको होइन र अघि हामी यतैबाट त्यहाँ म्याप हेर न म्याप हेर त्यहाँ यो त पाइता उनीहरू हो This one is here. This goes this way. Bosra? Yeah, it's On this going one? on. Yeah. Okay. Just stay on this one. Thank you. Lucky. Yeah, we are lucky. Yes. Last train and we are in the right train, right? Yeah, it's On a Sunday. Good luck. Thank you. Thank you, brother. हामी चाहिँ मेट्रोमा टक्क होइन अब कहाँ जान्छ भन्ने ट्रेन पनि थाहा नभइदिइरहेको अब कुन साइडबाट हो कुन साइडबाट जस्तो होइन यता आउनु न यार गफ गरौँ यार के हो र तपाईँ फेरि गाइस के छौ उतातिर भाग्यो नि सेतो साब्रो मात्रै हेर्नु हिँड्नुहुन्छ अरे भन्ने यहाँ कम्प्लेन आयो छैन नि गभर्मेन्टले कम्प्लेन हान्थ्यो क्या रोमनियाको तपाईँको त अब यहाँबाट त बस्र गइन्छ होइन गइन्छ
त्यहाँबाट मेट्रो बन्द हुन्छ अनि किन्दै लाग्यो मलाई त त्यहाँबाट नजिक छ नि कम त 6 स्टेसन जानुपर्छ नि यहाँबाट बस्त्रपबाट नजिक हो नि त बस्त्रप गएर त हामी गिरिभित्र जानु त हो त्यहाँबाट घरलाई बनाइरह अनि के गफै त गरिरहेको त हामी गाइस हामी चाहिँ आज यस्तो कहिले यस्तो अपर्च्युनिटी मिल्ने थिएन होइन दुई भाइको सँगै कहिले छुटिन्थेन आज मात्रै चाहिँ अब भोलि छुट्टी हो त्यही भएर आज एक महिनापछि छुट्टी ल्याएको थियो सुधा रोमन भाइ पनि यसो उनीहरूतिर घुम्न आऊ भने खासै केही रहेनछ अनि चक्लेट नि कसरी खाइरहेको हेर नि यो गाइस चक्लेटै देखाएको थिएँ नि क्या पहिले कहिले खाएको थिएँ चक्लेट भाइ हामी अहिले मेट्रो स्टेसनभित्र लास्ट मेट्रो रहेछ यो लास्ट मेट्रो झन् न त्यही भएर मान्छेहरू पनि एकदमै कम छ खाली खाली छ यहाँदेखि हामी 6 मेट्रो स्टेसन गएर त्यसपछि फेरि अर्को मेट्रो स्टेसन चेन्ज गर्नुपर्छ उता गएर फेरि यता फर्किनुपर्छ कि अलिकति होइन त्यस्तो छ भन्दा त भएन यार गाह्रो छ नि युरोपमा गाह्रो छ पहिला खाडी हुने बेलामा युरोप जानु पाए हुन्थ्यो जस्तो लाग्छ होइन अहिले चाहिँ खाडी नै बेस्ट थियो जस्तो लाग्छ पैसा चाहिँ थिएन होइन तर खाडी नै बेस्ट थियो जस्तो लाग्छ यस्तो हो मान्छेलाई जस्तो गर्यो त्यस्तै नेपालमा बस्दा पनि अब फेरि केटाहरूभन्दा मैले उहाँ गएर खाडीको लागि बिर्सिस् होला तर त्यो होइन खाडी बेस्ट भाइ आज मेरो फेस किन रातो देखेँ यो मेट्रो स्टेसन मेट्रोभित्र गएर हो कि बियर त मैले खाएन किन यस्तो रातो देखेँ त आज छुट्टी भोलि छुट्टी हुन त यो क्यामेरा कमरा पनि हुनसक्छ है साथी हुनसक्छ मेरो फोन हो नि त फेरि अस्ति भर्खर पहिले फर्स्ट सेलेरीमा किने उसले होइन हो नेपाल किनेर ए हो त साँच्चै यो भाषा भने के हो थाहै छैन कि फेरि अटेन्जिया भने एटेन्सन भने होला सतर्क हुनु होला हाम्रो मेट्रो रेडी भयो हिँड्नको लागि जाने हामी बाह्र बजे त बन्द हो त ओके गाइस अहिले एकछिन पछि आउँछु म ओके